चाहिँ अजिनो कम्पनीको सोभान इन्डक्सन कुकर अहिले मार्केटमा अहिले ओडाले दिइरहेको छ यो अनुदानको रूपमा। ल अनबक्सिङ गर्न जाँदै हुनुहुन्छ वरिष्ठज्यू। कति रुपियाँ हाल्नु यसलाई? 865। एउटा घरमा कतिवटा ल्याउन मिल्दो रहेछ? जस्तै विशालको नामबाट अब एउटा तपाईँले ल्याउनु, अब विशालले फेरि अर्को ल्याउनु पाउँछ कि नि? विशालले पाएन, एउटा घरबाट एउटै मान्छेले ल्याउनु पाइयो। के चाहिन्छ डकुमेन्टहरू यो गर्नलाई? अनि अरू जस्तै अब म तपाईँले नाम लेखाउन, अब फेरि विशाल अब जान्ने पल्टेर मलाई पनि चाहियो छुट्टै अझै 2टा राखौँ घर भनेर पाउँछ कि नि? फेरि कसरी पाएन त? नाइटदारले मात्र त भयो त। फेरि अर्को उसमा सिजनमा पाउँछ, यो सिजनमा एउटा घरमा 2टा पाउँदैन। एउटा घरमा 2टा पाएनन्, तर गरेका त होला नि त धेरैले त। अब जस्तै त्यो एउटा घरमाकै 2टा गएर पनि लेखाएको त होला नि। कोही छुट्टिएर बसेको छु भनेर त्यसरी पाएँ, तर एउटै घरमा बसेको नि हुन पाए जान्ने पल्टेर होइन, बाठो भएर पाएँ। सँग चाहिँ एउटा म्यानुअल बुक दिएको छ। यो बुकमा चाहिँ सबै छ यसको बारेमा चाहिँ। अर्को चाहिँ पार्ट्सको पहिचान, अब यसको पार्ट्सहरू कहाँ कहाँ के लाग्छ अनि डिफ्रोस्ट भनेको चाहिँ बरफहरू पकाउने अथवा मासु सासु कहिलेकाहीँ डिप फ्रिजमा राखेकोलाई चाहिँ डिफ्रोस्ट गर्न काम लाग्दो रहेछ यो चाहिँ। अनि टाइमर भनेको चाहिँ समय गनाउने 8 नम्बर यो भयो। अनि चाइल्ड लक सुरक्षा भनेको चाहिँ केटाकेटीले आएर यो पावर बटन नथिचिदिउन् भनेर चाहिँ लक लगाउने चाहिँ यहाँ रहेछ। यो चाहिँ के गर्न मिल्छ भनेर साधारण कार्य सञ्चालन, पकाउने मोडहरू, फ्राई, प्रेसर कुकर, रोटी सोटी के बनाउँदै छ। यतापट्टि छ सुप पानीहरू। यता जाम अब यसमा चाहिँ कुन भाँडा राख्ने भनेर यो इन्डक्सनकै भाँडा राख्नु पर्दो रहेछ यसलाई चाहिँ। अनि समस्या निवारण भनेको चाहिँ E0 भनेको चाहिँ भाँडा नराखेको वा मेल नखाने भाँडाहरू राखेको अवस्था हुँदो रहेछ। E1 भनेको कम भोल्टेज भएपा देखाउँछ। E2 भनेको चाहिँ उच्च भोल्टेज। E3 सबैभन्दा माथि प्लेट सेन्सर तातेको अवस्था वा छोटो सर्किट भनेको चाहिँ E3 देखाउँदो रहेछ। धेरै तात्यो अथवा सर्किट भयो भने चाहिँ। E4 भनेको चाहिँ सबैभन्दा माथि प्लेट सेन्सर खुला सर्किट वा नजोडिएको अवस्थामा देखाउँछ। गल्ती कोडहरू लिने हुन्छ भनेको E5। IGBT सेन्सर अत्याधिक तातो वा छोटो सर्किट वा पङ्खा नजोडिएको अवस्थामा, पङ्खा यो फ्यान चलेन, यसको फ्यान त्यो तातो हावा फाल्ने फ्यान चलेन भने चाहिँ त्यो E5 देखाउँछ। अनि E6 भनेको चाहिँ IGBT सेन्सर खुला सर्किट अवस्था भनेर। यो चाहिँ E0 देखाउने चाहिँ रिजन किन भन्दाखेरि यो जस्तै यो इन्डक्सनको भाँडो भएन, अब यसलाई हामीले राख्यौँ, अब यसको सर्फेस चाहिँ हल्का चेप्टो नै छ होइन, के अरे त्यो बराबर छ सर्फेस चाहिँ। त्यही पनि अन गऱ्यौँ, फङ्सन मोड इनेबल गऱ्यौँ, स्टार्ट भयो, तर E0 देखाए यो मोडमा चाहिँ। यो चाहिँ अब यसले काम गर्दैन, यसले चाहिँ अब जति बेर राखे पनि यो तात्नेवाला भएन। यो चाहिँ उठाएरै राख्यो भने अब जस्तै यसमा छैन यो E0 भनेको भाँडा नराखेको अथवा मिल्ने भाँडा नभएको भनेर त्यहाँ मेनुअलमा भनेकै छ। अब यसलाई जस्तै यहाँ राखेँ मैले, अब ठाउँ नमिलेको होला भनेर यता राख्न पाएँ मैले। यो चाहिँ सर्फेस चाहिँ ठ्याक्क बसेन भने चाहिँ यो देखाउँदो रहेनछ, यो चाहिँ तात्दो रहेनछ। यसले चाहिँ सेन्सर चाहिँ राम्रो रहेछ यसको चाहिँ। फेरि अफ गर्दा पनि त्यही हो, अन छ तर भाँडो नमिलेको रिजनले गर्दाखेरि चाहिँ भएन यो। त्यही भएर भाँडो चाहिँ इन्डक्सन कुकर अथवा केही चाहियो। यसमा चाहिँ भाँडाहरू नराखेको अवस्थामा अथवा मिल्ने भाँडाहरू छैन भने चाहिँ यो E0 हिरो देखाउँछ। यसमा केही पनि भएको छैन, यसमा न त तात्छ न त केही गर्छ, यो कामै गरेन यसले। यो चाहिँ राम्रो रहेछ एउटा फिचर चाहिँ। अब यसमा मेल खाने भाँडा मात्र राख्नु पऱ्यो अब यो नदेखाउनलाई चाहिँ। तर मेल खाने भाँडा जस्तै हाम्रो जग पानी छैन, पानी भएर ल्याउँछु। E0 सेन्सर देखाइरह, एकचोटि अफ गरौँ पहिला। ल अफ गऱ्यौँ, ल राख्यौँ सेन्टरमा राखियो होइन, सेन्टरमा अन गरियो। अब फङ्सन अन गरेर मात्र भएन, फङ्सन मोड कार्यविधि सुचारु गऱ्यौँ। अब सुरु भयो यसको काम चाहिँ उ गर्न।
अब E0 चाहिँ देखाएन। मेल खाने भाडा भनेको चाहिँ यस्तो भयो, E0 सेन्सर देखायो भने चाहिँ भाडा बराबर भएको छैन भन्ने बुझ्नु पऱ्यो। अब यसमा चाहिँ तात्न सुरु गरिसक्यो, यो चाहिँ भाडो तात्न सुरु भइसकेको छ अलिअलि। 100 अब यो मोडलाई चाहिँ बढाउन नि मिल्छ, किन खोलायो। 500 800 अब धेरै प्लान यसलाई चाहिँ पज गर्न मिल्छ यसलाई चाहिँ। भाडा पुत्ताइसक्यो के अब अफ गरौँ भाडा चाहिँ। यस्तो चाहिँ नगर्नु ल। अरू चाहिँ फिचरहरू पहिले कुरा गऱ्यौँ। अन गरेर मात्र हुँदैन, भाडो राख्नु पऱ्यो। अन गरेपछि अन गर्ने अनि त्यसपछि भाडो राख्यो, भाडो बराबर ट्याक्क मिल्ने भाडो राख्नु पऱ्यो इन्डक्सनको। त्यसपछि फङ्सन अन गर्ने, फङ्सन अन गरिसकेपछि अरू चाहिँ अब यसमा अप्सन E0 देखाइहाल्यो अहिले चाहिँ भाडो नराखेको कन्डिसनमा। यो भनेको चाहिँ पज गर्ने, यो चाहिँ अफ हुन्छ एकछिनको लागि, फेरि त्यही बटन दबायो भने चाहिँ अन हुन्छ। यो चाहिँ बढाउने घटाउने यो गर्ने हो। अनि त्यसपछि डिफ्रोस्ट गर्ने यो भयो बटन। यो चाहिँ यो मासुहरू गर्नको लागि, सुरुमा पगाल्नको लागि अथवा आइसहरू पगाल्नको लागि डिफ्रोस्ट गर्ने यो बटन भयो, डी भनेर आउँदो रहेछ। त्यसपछि भात पकाउनको लागि टाइमर चाहिँ यहाँबाट लाउनु मिल्छ। टाइमर सेट गर्नको लागि अब यो E0 देखायो, फेरि सुरुबाट गर्नु पऱ्यो फङ्सन। अब टाइमर चाहिँ यसरी गर्ने अनि त्यसपछि बटन दबाउने 2 मिनट भयो, 3 मिनट 4 मिनट गरेर। अनि यो चाहिँ लक लगाइदिने। यो चाहिँ अब केटाकेटीले यसमा केही गर्न मिल्दैन अहिलेको लागि चाहिँ। यो अटोमेटिक अफ हुने रहेछ, यो भाडा नराख्दाखेरि चाहिँ इरर देखाएर चाहिँ अनलक गऱ्यो भने एकैछिनमा अफ हुन्छ। यो चाहिँ यति हो यसको फिचरहरू चाहिँ।